चाहिँ सतीगट्टा रोड बगान हुँदै कितकबत जाने क्रममा छौँ र हामी लगभग आधा आइसकेका छौँ। अनि के हो ए बन्दोबस्ती सानो भिडियो गर्नु तपाईले यो ल म भिडियो गरिहाल्छु तपाईले हाम्रो यो आउनु हुँदै हो त यहाँ भगी छ नि ल ल अगाडि जानु भिडियो अगाडि जानु ल हामी चाहिँ अब झापा चोक आइपुग्न आँट्यो। अब 5 मिनटमा हामी झापा चोक पुग्ने क्रममा छौँ। झापा चोक पुगिसकेपछि 5 मिनटमा अहिले खुल्दैन भरे आएर भरे अहिले खुल्दैन भरे मात्रै छ ट्रेनमा पनि छ कि तर त्यहाँ चाहिँ अब रेकर्ड भएको छैन हेर्दा अलिक अप्ठ्यारो हुँदो रहेछ क्या। जस्तो यहाँ चाहिँ अब रातो बत्ती बल्या हुन्छ अब यहाँ चाहिँ खोलेर यहाँ चाहिँ खोलेर हेर्नुपर्छ। त्यसमा चाहिँ कन्टिन्यू अन गरिराख्नु पऱ्यो नि त। लेखेको होला त्यहाँ एयरपोर्ट म गाडीमा ठक्क एयरपोर्ट होइन। अनि अब एयरपोर्टको हिसाब गरियो कति किलोमिटर 5 किलो त्यस्तै 4-5 किलो 14 किलोमिटर होइन। अब त्यहाँ 34 र 30ले सिधै पुगिगयो 54 किलोमिटर होइन र 54 किलोमिटर भन्नु त्यहाँ हेर्नु न के अरे त्यता नै 34 किलोमिटर छ त्यहाँ लेखेको छ होला उहाँ त्यहाँ 34 किलोमिटर छ नि त। ए 25 हजुर बनेनीमा अझै उतै जान्छ। अब हामी कितकबत ल मूलद्वार कितकबतको मूलद्वार आइपुग्यो। यो बाटो त हिँड्नु भएको छ नि तपाईँ? यो बाटो हिँडेको नि? यो बाटो तपाईँको म पिच नहुँदाखेरि यो बाटो सरक्क ग्राभल गरेको तर चिल्लो थियो क्या। अनि तपाईँको घरेरी हो त कि यहाँको सबै लाउडेहरू छन् क्या लिजी हेर्नुहोस् हो यो बाटोमा नि सबै लाउडे कितकबत केचना जाने हो र अनि दिनभरि लाग्छ नि अघि त्यत्रो उहाँबाट घुमाउने भने त्यत्रो बुझ्नु भएन यताबाट ल्याउनु आएको
अब किताब अहिले नयाँ मैले गएको रहन्छु क्या म नयाँ बनाइकन गएको छु नि लिची चाहिँ ल्याउँदैन ओरे राखौँला न ओरे राख्नुपर्छ ए लिची सोध्दै होला नि लिची सोधेको होला ए लिची सोधेको होला जुन लिची नै लिची छ त बहिनी लिची बेचिसकेको हो कि बेच्छ नौ यहाँ कति गइसक्यो व्यापारी लैछ है व्यापारी कहाँबाट आउँछन् के थरी घर हो थापा भिडियो बनाएर कतिमा बेचेको लिची कतिमा बेचेको हाम्रो त कार्टुन सिस्टम दिएको एटिभिटी छैन कार्टुन भनेको कार्टुनमा टिप्छ लान्छ उहाँहरूले नै टिप्नुहुन्छ अनि टिपेर कार्टुनमा लगाउनुहुन्छ अनि एउटा कार्टुन कति 1000 हो कि 1500 कति हो ए 1500 हो अनि कार्टुनको हिसाबले कति हुन्छ त्यति नाल्नुहुन्छ अब ठेका लिँदाखेरि कति हालिन्छ इन्डियाको मान्छेले हो कि होइन उयो गरामुनिको एकजना दाइ हुनुहुन्छ यता तपाईँहरू कहाँदेखि आउनुभएको हामी त उता माथि काठबाट ए यता सबैतिर चाहिँ दाइले लिनुभएको छ क्या यतातिर त चाहिँ यसो एउटा दुइटै किन्नै पाइँदैन अस्ति ठेगा लिइरहनु भएको नि त के थाहा पारेल हो त उहाँ गोलाल थापा दुलाल खुलाल ए खुलाल थापा चाहिँ ए होइन मलाई यहाँ घरमा आएको लाग्यो क्या हजुर चाहिँ के भयो म त श्रेष्ठ हो म श्रेष्ठ हो मैले तपाईँलाई किन सोधेँ भने नि पहिला यहाँ ग्राइन्डिङमा कोही सदस्य थियो को भन्नु त होला भन्छु तपाईँको बुहारी हजुर जेठी चाहिँ मेरो भाइ बुहारी ए भाइ बुहारी हो यहाँ त्यही भएर मैले त म यहाँ आएको जस्तो लाग्यो क्या तपाईँहरू खानुहुन्छ भने यसो एक ढुक्का लिएर जानु अङ्कल एक रुपियाँ होइन त्यतिकै त किन्न दिए भए चाहिँ हामी नै बेच्न सक्दैनौँ पहिल्यै नै दिइसकेको हुन्छ क्या त्यही शङ्खला हो क्या हामीलाई अब हामीले दबाई हाल्न सकिँदैन हो ए उनीहरूले दबाई हाल्छ उनीहरूले दबाई हाल्छ उनीहरूले मल हाल्छ उनीहरूले पानी सबै हाल्छ यस्तो माथि माथि सबै उनीहरूले रुङ्छ टिपिसक्ने बित्तिकै अब ठेका लिनेहरूलाई मैना गरिहाल्नुहुन्छ ठेका नलिने कार्टुन सिस्टम लानेलाई पनि म लान्छ भनेर दबाई पानी गरिहाल्नुहुन्छ एक रुपियाँ दिउँ आइहाल्यो कल्पना थापा कहीँ हुनुहुन्छ कल्पना थापा ल बोलाउनु त मलाई चिन्नुहुन्छ मान्छे के रुँदा बस्छ क्या कल्पना थापा अरे मलाई चिन्नु चिन्नु होइन म बिहान पनि अनि बिहान पहिला अहिले त म कुटाउनु अहिले त हामी अब साइकलमा यो हिँड्छौँ अहिले कुटाउनु क्या म यहाँ घर यहाँ भयो क्या अनि त्यो घर कटेको हो भनेर म थुप्रो भयो त घर यता त अरू नै छ अहिले कारोबार सकिँदैन त अहिले त पुरै सक्यो बाहिर पुरानो धेरैले छोडेछ पुरानो म मात्रै बाँकी
त्यो बुटोल ल धन्यवाद साइकल राइडर जीवन भनेर सर्च गर्नु अनि तपाईँको नाम पनि जीवन रहेछ नि तपाईँको हेर्दा र साइकल हेर्दा हो कि भनेर यसो निस्केर हेरेको पनि यहाँ कता भेट हुन्छ उनीहरूको जहिले हिँड्छ न जहिले हुन्छ ल ल धन्यवाद किन हो ल धन्यवाद म चाहिँ यहाँ सङ्गत लगाएको थिएँ यो सबै बेचेको हो भन्नु लागेको तिनीहरूले त फेरि उयो बजारकै भाउ होला नि त ए कममा दिन्छन् ए कममा दिन्छन् भने त ठिकै हो हुन त यो बोटेमा टिपेको त राम्रो हुन्छ नि त ए झोला सबै हुन्छ नि यहाँ सबै थोक सबै यहाँ बिरामी सिरामी भयो भने एउटा मान्छेको उपचार पनि हुन्छ के नाम अरे बहिनीको ल यता यता त ल तिमी कहाँ पढ्छौ ल भन पढ्दैन पढाइसक्यो ए म त यहाँ ज्ञान सरोवर पनि पढाउँथेँ नि त ज्ञान सरोवर थाहा छ यहाँ तिमीलाई थाहा छैन होला ज्ञान सरोवर इलाम पढेको मैले त लक्ष्मी क्याम्पस पनि पढाएँ त यहाँ बस्दा त म त्यहाँ पढाउँथेँ त भयो 5-6 वर्ष छोडेको मैले त्यहाँ हाम्रो प्रेम कटोलहरू थियो नि त अन्त प्रेम सर उहाँ पास गरेर गयो होला होइन हिमालीमा जानुभएको छ सबै चिनेको नि म गाउँको मान्छेलाई कम चिन्छु यताको मान्छे धेरै चिन्छु क्या 8-9 वर्ष बसेँ त बनियानीमा म सबै चिन्छु यहाँ त्यही शङ्का लाग्यो क्या मलाई यो घर हो कि होइन भन्दै खोसेको ल थ्याङ्क यू धेरै धेरै धन्यवाद है त्यहाँ चिनेकै मान्छे पर्छ नि म पनि तपाईँ गाउँमै त हो यो यहाँ चिनेकै मान्छे त यता पनि तपाईँको टोल हो तपाईँ त के चिनेको मान्छे बोलाएको उहिले हाल्नु भन्छ अनि उहिले हाल्नु तागत पैसा चाहियो नि भोक लाग्दा नि खानु पर्यो तिमीलाई आएर के भन्छ हामीले हाल्दाखेरि भोक लाग्छ अनि अब पैसा चाहिन्छ हामी उही चोक भयो डाँडाबाट आएको उहिले हाल्दाखेरि ढाड छ तेल कता के गर्नु त्यहाँ ओ भाइ क्यामेरा चल्दैछ ल त ल त्यहाँ चालु छ यता 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 आइज बोट यता यता के भन्नु छ उठ्छ उठिहाल्छ अहिले 2 टुक्रा होला साइकल ल गाउँले बिचारा बच्चाहरू कस्तो उहिले भने हुर्कै हुन्छ कि गाउँले डरलो भात के अरे यो के भन्छ यो व्यापारी आएको होला चाहिँ सस्तै दिन्छ अरे क्या सबै उनीहरूले नबेचेको किन भन्दा जान त उनीहरूले टिपेर काटौँ हिसाब लाग्छ यो ठाउँ त माथि पुग्यो नि फर्केर तलसम्म जाने तपाईँ त पुग्नु सकिँदैन हौ पुग्नु सकिन भन्नुहुन्छ हौ त्यहाँबाट कति आइसक्यो बोल्नु र गर्नु निकै साह्रो छ कि कति बाटो राम्रो हेलो हेलो मैले बोकेको किताब आएको छैन होइन पहिला धेरै होइन अहिले
जायो न मेरो भने नि टोक्नु मलाई नि बस कम्ता खेलाएको छ मलाई कुद्दा नि छोड्दैन भरे अनि मेरो हजुरबाले देख्नुभएछ नि त अनि यत्रो बाँसको भाटा ल्याएर खेलाएको अन्त कहिलेकाहीँ के हुन्छ कुकुरले मलाई त अहिले अझै त मलाई कुकुरले खेद्छ क्यामेरा चालु छ भने त खतम भएर यो ओह्रालोमा यस्तो भ्यू अन्त सबै छोटो बनाउने भरे मेरो वाट्सएप सही छैन मेरो वाट्सएप छ होला नि त्यसमा लगाइदिउँ ल आएको त उ गरौँ न सबै अलिकति झुप्पा भएको थियो चाहिँ मलाई एउटा साह्रो 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 यस्तो मजा सिन छ भाइ फोटो खिच्छ भाइ स्ट्यान्ड लगाएर सेल्फी गरौँ न यता जाउँ भयङ्कर राम्रो ठाउँ हो नि त पहिला अनि हामी केतना जाने होइन र केतना दाइलाई हजुर दाइलाई भन्नु दाइ अनुसार अलि गइ आउँछ नि हो र दाइले भन्नु भएन किच्चा गर्नु मात्रै भने केतना जाने हो केतना उनीहरु कहाँ किच्चा गर्नु भन्नुहुन्छ ल ठिकै छ जाउँला नि के गर्नु होला ल कान्छ भाइ मिलाइदिनु त बाबु पढ्छ गएर गर्छ आउँदैन हौ यस्तो गरौँ न यो गरौँ न यसले के गर्नु पर्छ यहाँ त्यसलाई ट्याप्प पर्छ यस्तो यहाँ मान्छे नि यहाँ यसो गर्न पुगिरहनु यस्तो जान्ने गरेर लु अहिलेको बच्चाहरू चाहिने कुरो चाहिँ सिक्दैन रहेछ यसले खालि उल्टो उल्टो यहाँ यसरी भने नि यसरी गर्दै यहाँ आइपुग्छ मान्छे सबै देख्यो नि यस्तो गरेर नि यो इजी छ इजी यहाँसम्म पर्दा यहाँ त हात अम्ला पुग्यो ठाडो खिच्ने कि तेर्सो जस्तो खिचे पनि छ टक्क नहल्लाइकन ल त भयो भने चाहिँ खिच्नु ल ल कभर हुँदैन सबै देखियो देखियो ल तर अमलाले खेलिदियो जस्तो लाग्दैन यतापट्टि देब्रे हातको अम्लाले देब्रे हातको अम्ला सार त बाबु देब्रे हातको अम्ला के सार्दाखेरि मोबाइलै झार लाग्यो एकदम जान्ने हो केटो यो अब पछि घरमा गएर पुरै जान्ने ल भाइ ल दामी ल बस धन्यवाद थ्याङ्क यू कतिमा पर्छ भाइ 5 मा पर्छ अरे 20 अरे रोल नम्बर 20 अरे 20 हो लड्दो रहेछ यो 1 भएको 25 छ अरे दामी हो र स्टुडेन्ट 25 25 यसको रहेछ 20 अरे ए 20 भनेपछि हामी के चाहिँ हिँडेको हामी फेरि के चाहिँ गर्छ जाने हो त त्यसो भए दिनभरि त उतै हुन्छ भाइ केही हाम्रो चाहिँ मालिकको आयो कुकुरो
मैले पढायो क्याम्पस पनि यहाँ हो मैले क्याम्पसमा पढाएँ नि त हो 2-3 वर्ष पढाइदिएँ कलेज पहिला यस्तो कहाँ थियो है यो यस्तो बनिए नै छैन थिएन ए यो हिलो डल्लाङ्गुलो धुलो उडेर उठ्थेँ हात्ती आएछ के छ मेघराज यहाँ आउनु त यहाँ फोटो खिच्नु नि सब चिनेर तपाईँले आउनु आऊ न भाइ खिचेको छु छोरा त होइन नि ए भान्जाको चाहिँ भान्जाको छोरो भान्जाको छोरो भने चाहिँ अनि ए तपाईँले अलिक आउनु न अलिक क्लोज हुन्छ क्या अलिक नजिक आउनु भएको है नकाटिकन माथिको फोटो आओस् ल आयो धन्यवाद चलाउनु पर्छ भाइ आफू चल्दैन चलाउनै पर्छ ल जीवन सर नम्बर चाहिँ लिएर आउनु कि अनि हालेर फोन गरौँ ल किन हौ भरे फर्किँदाखेरि भोक लाग्छ त अनि कस्तो हाएन लुलुले के गर्ने किन के भरिदिनु के हो लु नेपालको सबैभन्दा होचो ठाउँ किसना कलानको गेटमा आइपुग्यौँ र हामी प्रवेश गर्ने क्रममै छौँ अहिले राम्रै सम्पर्क साथ बनाइरहेको छ आइपुग्यो सेकेन्डचोटि आइपुगेँ म पनि होइन यहाँ आउनु त यसरी साइकलमा चाहिँ साइकल छ
भिडियो भइरहेछ अन छ भिडियो अन छ अन छ त भिडियो भिडियो पुरै अन छ मैले यो सिन पुरै खिच्छु पहिलेदेखि नै एकदम अलिकति हाई क्लासको बस्ती हो क्या एकदम राम्रो है पहिलादेखि नै अहिले होइन नि पहिला आउँदा पनि एकदम सरसफाइ चटक्क त्यो बोट बिरुवा होइन ओहो लु यो त्यो किन्न आएछ अनि किनेर ए हाम्रो यो माथि टिस्टा भयो टिप्न आएछ नि त टिप्न आएको होला त म त यहाँ बोकेर हिँड्छु घरमा ल्याइदियो भने ओहो नानी हो ल्यायो नि त बिस्कुट है पुरै यहाँ त अर्कै सहर आएको छु होइन अर्कै सहर आएको छु होइन ल्यायो नि त अर्कै सहर हो बोट पनि छ पुरै काँक्रोबिटाबाट म केसन कौल पुगेको त पत्तो पाएन नि बाटो पनि खुल्ला छ सरसफाइ त्यस्तै छ सरसफाइ पनि एकदम राम्रो छ यो त पहिलेदेखि अहिले पनि धेरै लिची खुवाउन बोलायो नि क्या भने काँक्रोबिटाबाट पनि लिची खुवाउन बोलायो क्या हो धुरा चोक आयो बत्ती त चारै बत्ती होइन यहाँ केटाहरूको भिडियो खिच्नु
ए पानी रहेछ पानी कति गइरहेछ भाइ गइरहेछ भिडियो बनाउनु देख साइकल राइडर जीवन भनेर सर्च गर्नु युट्युबमा ल ल साइकल राइडर जीवन जीवन भनेर सर्च गर्नु युट्युबमा त्यहाँ भेट्छ तिमीहरूको पनि भेट्छौ ल कति के अरे गहिरो कतिको छ गहिरो छ यसलाई कति हजार भन्नु साइकललाई त 1 लाख पर्छ भाइ ल तिमीहरूको सब ल भाइ ल एकदम पुत्तै ड्राइभ हान त भाइ ल उल्टी हान त भाइ साइकल राइडर जीवन भन्ने छ ल उहिले त कहाँ हान्छ यहाँ तिमीहरू चाहिँ यहाँ त्यहाँ ल ल केटाहरूलाई सब यो के अरे आफै पानी उम्रिन्छ यो हो पानी उम्रिने ठाउँ यो अनि भाइ अनि तिमीहरू पिसाब लगाउने कहाँ गर्छौ पिसाब लगाउने कहाँ गर्छौ उता गर्छौ कि त्यहीँ गर्छौ ए हो यता गर्नु हुँदैन नि नगर्नु है कसैले छोड्ला नि है छोड्नु हुँदैन सही भन्नु त्यो त्यहाँ गऱ्यो भने यस्तो हुन्छ है नगर्नु झारले केही फरक पर्दैन कहाँनिर केही छैन लु अब हिँड उल्टी जब सिक्नु ल ल ल ल खिच अब यिनीहरू भिडियो गर्नु ल केटा लु पढ्यो ल पुछार चाहिँ नदेखा केटा हो पुछार चाहिँ नदेखा हो पानी रहन्छ टन्नै त्यही त तिमीहरू आउलु तिमीहरू ढुङ्ग आउँदो रहेछ झाप देखि मात्रै हो नि कता पछाडिबाट गर्नुहुन्छ कता गर्नु हो यसलाई भन्छ सुल्टी हेर है ल यसलाई भन्छ सुल्टी ल उल्टी बनाएको त्यस्तो अब उल्टी हेर हो त्यो चाहिँ सुल्टी हो त्यो चाहिँ सुल्टी बच्चाहरू पनि सोच्छ यता गर्नुपर्छ बच्चाहरू तिम्रो सबै एकपट्टि आऊ उल्टी हेऱ्यौ नि अब उल्टी हेर्ने फेरि ल अब उल्टी हेर ल के अरे तिम्रो उल्टी उल्टी सिकाउँदाखेरि तिम्रोलाई मेरो के भन्छ उता साइकल गएर है ए झर्यो फेरि भयो सिकाउने तिमीले सिकाउने सिधा पहिला सुल्टी हाल्नु सुरु त्यसो गर्ने होइन
खानु लु हान हान तिमीले हान अब लास्ट उल्टी उल्टी ल डपर हो त उहाँको अहिले गर्नु ल ए भन्ने ठोकियो टाउको ठोक्यो बा ल अब पौडी हाल ल जीवन सर हजुर ल उल्टी हान ल उल्टी हान ए भएन यसले हानेको यसलाई ठिक गरे आनो केटोले के गर्छ तिमीहरू उल्टी हान्छौ त ल ए केटाहरूलाई नि कि उल्टी हान्छ भन न कि कटु खोलेर देखाऊ नहान्ने कटु खोलेर देखा अब भ्यागु त ल अब के हान्दैन भने के हान्दैन भने केटा म युट्युबमा हालिदिन्छु कटु खोलेर देखा अब अङ्कल कहाँ नै सिधै है भ्यागु त अब छोराछोरीहरू ल लास्ट एउटा मजाको सुल्टी त्यहाँबाट जम ल सुल्टी एउटा मजाको त्यहाँबाट जम तिमीहरू सिक्यौ नि अर्कोचोटि हान्दाखेरि चाहिँ मलाई देखाउनु पर्छ नि तिमीहरू फेरि भ्यागु जसले पनि भ्यागु त हान्छ नि म लास्ट सुल्टी हान्छु लङ सुल्टी ल हामी चाहिँ किच्चक बधबाट झोलुङ्गे पुलबाट हाम्रो यात्रा पुरा हुन्छ झोलुङ्गे पुल
खत्रै छ त अब हजुर झोलुङमा त खतरा छ त झोलुङे पनि यता पार भने कता इन्डिया इन्डिया पारि हो ए निकै पऱ्यो होला नि इन्डिया त चियाबारीमा 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 त्यो फोटो खिच्ने हो क्या फेरि भिडियो अन छ मेरो भिडियो अन छ क्या भिडियो अन छ चियाबारी भएकोले मैले भिडियो अन गरेको छु चियाबारीको एकदम मनोहर दृश्य छ हाम्रो यो एकदम हामीले यो के भन्छ यो बुधकरण चिया हो कि क्या हो बुधकरण चिया स्टेट हो कि जस्तो छ राम्रो हो अनि 700 रुपियाँ केजी हो त्यहाँ कहाँ दिन्छ त तगडा हो अनि भोक लागेको बेलामा चाहिँ मजा आउँदो रहेछ किनभने मैले 700 रुपियाँ केजी त नि 600 रुपियाँ केजी दिन्छ काँगेटामा मासु नि अनि पोलेको हिसाब कहाँको काँगेटामा त तपाईँको त्यो 2 सिल खायो भने साला 500 रुपियाँ लिन्छ त्यो 10 वटा पनि हुँदैन टोक्टा सक्यो त्यो हिसाबमा चाहिँ एकदम रिजनेबल हो क्या मासुको प्राइस चाहिँ नि एकदम रिजनेबल हो सही छ 700मा कहाँ कसैले खुवाउँदैन कहीँ खुवाउँदैन मैले कहीँ खाएको छैन बिटाउनमा खुवाउँछ 1000मा खुवाउँछ 1000 रुपियाँ लिन्छ बिटाउन केजीको हिसाबमा खुवाउँछ त 1000 रुपियाँ एकपल्ट त्यो पोल्ने देख्नुभयो नि मजाको छ नि पोल्ने हेर्नुभयो पुरा भुरोमा हाल्नु एउटा सिलले गर्दा उहाँ विराटमा जस्तो बिस्कुट जस्तो प्लेटमा गर्दा क्या ठुलो त्यो पुनी हुन्छ नि भित्र हालिदिन्छ त्यो काम गर्ने मान्छे चाहिँ ल हामी चाहिँ हेलो काँकाबिटाबाट गुड मर्निङ पुस्तकवत जाने क्रममा बिच बाटोमा यहाँ चाहिँ मेडमले बनाउनु भएको खाजा चाहिँ हामी खाने क्रममा चाहिँ गाउँले खाजा के बन्यो रोटी हो रोटी एकदम कोदो र फापरको अनि कोदो र फापरको रोटी हो दार्जिलिङ एउटा कोदो र फापरको रोटी हो अनि यो अचारको सुमन सर जीवन सर हजुर यो अचार चाहिँ कालिम्पोङबाट हिजो आयो तपाईँको टिम्बुर एकदम अर्ग्यानिक अनि घरमा उम्रेको डल्ले खोर्सानी मिलाएर च्याट्ट टमाटर चटनी हो अब आजको शनिबारको लु आफै जति निकाल्नुहुन्छ आफै निकाल्नुहोस् ल ल धेरै धेरै धन्यवाद निकालेर